त्रासमा ओली लेखक जेनजी गोलीकाण्डको छानबिनले खोस्यो निद्रा। कारागारबाट निस्किएको घटनामा रवि निर्दोष। भाद्र 24 गतेको आतंक र तोडफोडमा सहभागी केही अराजक तत्त्वहरू पक्राउ परिसकेका छन्, तर भाद्र 23 गते शान्तिपूर्ण प्रदर्शन गरिरहेका निर्दोष युवाहरूको छाती र टाउकोमा सिधै गोली हान्न आदेश दिने उच्च पदस्थ अधिकारीहरूमाथि आजसम्म किन छानबिन भएन? जेनजीका अगुवाहरूले अहिले यही प्रश्न गरिरहेका छन्। भाद्र 23 र 24 गतेका दुःखद घटनाहरूको छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको उच्च स्तरीय आयोगले आफ्नो कार्यलाई तीव्रता दिइरहेको छ। आयोगले अब छिट्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक